निताले के गरे मै कन्फ्युज भएँ। सुरुमा के गर्नुभयो तपाईँले? घुमेर नाचेको। ओके, कोच राजुसँग तपाईँ घुमेर नाच्नु भयो अनि कोच खेमलाई के उपहार दिनुभएको थियो? दिनु भएन, केही दिनु भएन। अनि कोच मेलिनालाई? अनि कोच प्रमोदलाई? हेर्दा हेर्दै कति चेन्जेस आइसकेको छ है। सायद यो भ्यासलिनको कमालले गर्दा नि हुनसक्छ अनुहारमा आएको के रहेछ यो सोध्नु न। के रहेछ यो चाहिँ? के रहेछ यस्तो? बेइमानी। अनि कोच प्रमोदमा यो वाला चाहिँ यस्तरी हेर्नु भएको थियो नि। कस्तरी कर्की नजर भन्नु। मैले सम्झेको माया छर्किन कि नानीले भनेको। कोच खेम कस्तो लाग्यो त निताको प्रस्तुति? निताले एउटा हाले, मैले दुईटा हातले दामी लाग्यो। गीतले भने जस्तै हेरेको तिमीलाई आँखाले होइन मनले हो। साँच्चीकै तपाईँ यहाँसम्म आउनु भएको पनि तपाईँको सङ्घर्षले हो, तपाईँको मेहनतले हो होइन, तपाईँको श्रद्धाले हो। के छ त नि कार्कीजीको खबर? ठिकै छ। ब्याटल्सबाट यहाँ ब्लाइन्ड के अरे यो नकआउट हुँदै यहाँसम्म आइपुग्दा अब त कार्कीजीको भोट पनि आउँछ जस्तो छ दुईजनाको। रिस उठेर छुटिसक्यो। भनेपछि त्यो त्यत्रो देखाएको सबै चिज ब्रेक भइसक्यो हो? समाप्त भइसक्यो। फुल स्टप कि कमा? क्वेशन मार्क अझै? ओ माय गॉड, हुने सम्भावना अझै पनि छ। योभन्दा बढी नबोलौँ अब। सकिसक्यो। अघि कोच खेमलाई कार्कीजी सम्झेर यस्तो गरे त होइन नि? जो कस्तो थियो त आज निताको यो पर्फर्मेन्स? नितालाई देखेर मलाई पनि 2 लाइन गाउनै मन पर्यो। हेरेको आँखाले होइन मायाले हो, मायाले हो बोलाको तिमीलाई मुखले होइन मनले हो, मनले हो। ह्याप्पी? एकदम। यो मेरो वान अफ द फेभरेट गीत पनि हो र निताको अब पहिलेदेखि भर्सेटाइल छ उसको आवाज होइन, आधुनिक लोक। अब यो आएर पक्का यो प्योर मोडर्न मेलोडी सङ हो र यो हाम्रो सपना श्री दिदीले गाउनु भएको धेरै पहिला। इभन आई वाज इन 5th ग्रेड जुन बेला यो गीत आएको थियो, 5 क्लास पढ्थेँ म। त्यो जमानाको गीत आजसम्म पनि यति मिठो भनेपछि इमेजिन हाउ ब्युटिफुल इट इज।